गाइस आज पनि फेरि मेरो ब्लग आइसक्यो है। यो ब्लग आज चाहिँ म घाँस काट्न जान लागेको एक्लै छु। टाढा होइन, यता खेततिर घाँस काट्न जान लागेको। म चाहिँ यसरी हिँड्दैछु, डोको यहाँ छ। मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। खासै ब्लग त बनाउन आउँदैन, यतिकै ट्राई गर्दैछु। कस्तो लाग्यो भनिदिनु होला। सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो वेदर हेर न, चिसो चिसो भइरहेछ। घाम नि त्यता आइपुग्यो। अब चाहिँ घाँस काट्नु पर्छ। घाँस काट्ने ठाउँमा घाँस त धेरै छैन, यी छोटो छोटो काट्नु पर्छ। गाह्रो छ, गाह्रो। आज पनि अलिअलि उम्रेको छु घाँस, नत्र कहाँ हुनु घाँसै छैन, अलिअलि मात्रै छ। अब चाहिँ म घाँस पुगेर मात्रै ब्लग गर्छु। अब चाहिँ घाँस काट्नु पर्यो। म पहिला हेर न, घाम लागिरहेछ माथितिर, तल चाहिँ हुस्सो आइरहेछ। यस्तो छ हाम्रो मौसम। हाम्रो मकै यतिको भएको छ। चिसो छ वेदर, चिसो छ मौसम, गाह्रो छ। फाइनली घाँस पुग्यो है। यति चाहिँ अब यति काटेको, अब त घर जाने यस्तो भइरहेछ हाम्रो गाउँको मौसम। पुरै हुस्सो लागेको छ। आज चाहिँ घाम नि लागिरहेछ, थोरै थोरै हुस्सो नि लागिरहेछ। म चाहिँ यहाँ छु। खुट्टा नि यस्तो भयो, हिलो। सबैजनाले अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। चाहिँ घाँस पुगेर एकछिन थकाइ मार्दैछु। एकछिन बसेर घर जान्छु। घर त धेरै टाढा छैन, त्यहाँ हो, त्यहाँ पल्लो छेउमा मेरो घर हो।
के भन्ने त फेरि बोल्न नि आएन हो हामीलाई। तपाईँतिरको मौसम कस्तो छ? हाम्रो चाहिँ यस्तो भइरहेछ होइन। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट शेयर सब्सक्राइब तपाईहरुलाई सन्चै होला नि। मलाई नि एकदम ठिक छु। आज चाहिँ म एक्लै घाँस काट्न आएको। यहाँ चाहिँ मम्मीहरु छ घरमा। बसिरहेको छु यसरी। वाउ घरमा जान लाग्यो। घरमा जानु पर्यो। अब घर जान लाग्यो गाइज हो। 4 मिनेटमा घर पुग्छ हामी। बाटो नि कस्तो छ हाम्रो। लड छ कि के हो? सिटले चिप्लो भएको कि कति बजे छ? 8 बज्न लागेको छ। यस्तो बाटो छ। रोडमा आइपुग्यो। धेरै टाढा छैन। पानी पर्न लागिरहेछ। के हो? घाँसबाट त पानी पो चुहिन्छ के बा? पानी पर्न लागिरहेछ। यतातिर पानी पर्छ होला। दिउँसो चाहिँ खाली पानी पर्छ। आज भोलि त बर्खा लाग्यो नि त्यही भएर होला। गाह्रो छ बर्खा लाग्यो। म घर पुगेर देखाउँछु गाइजहरु। अब बाटोमा हिँड्नु पर्छ यसरी लत्रेक लत्रेक गरेर। म चाहिँ घर आइपुग्यो। कस्तो घाँसी खसिरहेको न।
रहेछ कहाँ गएको फुलै फुल हाम्रो घरमा नि गुलाबको फुल छ है यहाँ चाहिँ फुल्न लागेको छ यस्तो न्युल बगाले छ हुँदैन मभन्दा अग्लो छ म अब लाइभ इन गर्न लागेको सबैजनाले लास्टसम्म हेरिदिनु होला मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला बाइ बाइ